हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। सबैजना सन्चै आरामी हुनुहुन्छ होला। म पनि सन्चै छु। आज म चाहिँ यसो राइड हान्दिउँ भनेर कति कोठा मात्रै भनिन्छ नि भनेर चाहिँ आज यसो बाहिर निस्केको छु। अब कता कता पुगिन्छ भन्ने कुरो त अब गएपछि नै थाहा हुन्छ। गन्तव्य उस ठेटको उस चाहिँ कहाँ जाने भन्ने कुरो चाहिँ छैन। के अरे म चाहिँ त्यता अम्बरसिङतिर पुगौँ कि भनेर सर केही छैन, त्यस्तो त छन होला, विशेष त छैन। भयो नि अब गइदिउँ। कति झ्याउ लाग्यो कि बस्दा बस्दै कोठामा, अनि झ्याउ लागेको कारणले गर्दा चाहिँ सारा म चाहिँ लागेँ होइन गाइज। सबैजनाले चाहिँ साथ सपोर्ट गर्नु होला। यस्तै छ क्या जिन्दगानी, ढुन्नी खानी केही कामकाज छैन होइन गाइज। स्याठा लाएर म चाहिँ निस्किएको होइन गाइज। मस्त होइन, मस्त रस्तम भएर चाहिँ म निस्किएको छु। यात्रा मेरो यात्रा चाहिँ आजको यात्रा अमरसिंहसँगको यात्रा हुन्छ होइन। त्यस कारणले मैले चाहिँ अब बाहिर कति अब तलन जानु पऱ्यो, केही ल्याउनु पऱ्यो खानेकुरा होइन भनेर निस्किएको म गाइज। तर कुनै योजना थिएन कि, त्यसै झ्याउ लाग्यो। अनि झ्याउ आएपछि अनि निस्किएँ म त्यतै यसो निस्किउँ न के छ माहौल, बजारतिरको माहौल आज भन्ने कुरोले चाहिँ हो नि त। त्यस्तै कारणले गर्दा होइन गाइस। बाटो त पुरै खाली छ कि, अनि खाली भएको कारणले गर्दा चाहिँ आज तर मैले मन्द गति चलाएको छु होइन। धेरै पनि के छ नि भनेर मन्द गतिमा छ। अब आज चाहिँ जाम हुन गएको छ पनि। अब पृथ्वी चोकतिर चाहिँ त्यहाँ जाम नहुने त कुरै हुन्न कि। पृथ्वी चोक भनेको त जाम त एकदम भइरहने ठाउँ हो होइन। त्यस कारणले गर्दा आज चाहिँ के हुन्छ गाइज, प्रतिक्रिया चाहिँ दिने नै छु होइन। कस्तो हुन्छ माहौल आजको त्यताको अलि आज माहौल छुट्टै खाले छ भन्ने थाहा पाएर चाहिँ मैले चाहिँ यहाँ चाहिँ गएको छु होइन। कोही भेटिन्छन् के गर्छन् भन्ने कुरो हो, तर आशा छ के होला भन्ने। यस्तै छ पारा मेरो पारा, पारा 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 सररर सररर सररर। म चाहिँ ट्याक्क अब यहाँ चाहिँ म ठ्याक्क लाएर ता पृथ्वी चोकतिर निक्लिन्छु। त्यहाँबाट अनि ठ्याक्क भइन्छ होइन। अब त अलि जाम जस्तो हुन्छ कि बाटो चाहिँ। अब त ठिकै हुन्छ। यो अहिले जाम हुन्छ कि पृथ्वी चोक। अहिले के छ भने ट्राफिक लाइट चाहिँ अहिले छैन नि त। पुरै जेएनजी आन्दोलनले गर्दा चाहिँ पुरै डढेको छ होइन। त्यो चाहिँ काम गरेको छैन नि त। अब ट्राफिक सरले चाहिँ अब गर्दा चाहिँ अलिकति जाम जस्तै हुन्छ नि त। त्यही भएर ठ्याक्क हो नि त। तर धेरै ठिक पहिलाको ट्राफिक लाइट हुँदै ठिक थियो कि। ट्याक्क बस्यो अनि आफ्नो बसेर गयो हुन्छ। यताबाट यहाँ चारैतिरबाट यहाँ जाम हुन्छन्। अनि त्यो भएर अनि जाम हुन्छ क्या। टडकहरू यहाँ ढ्यास्स पुतली गरिदिन्छन्। के गर्ने खै। ठ्याक्क मौसम घाम लागेका छन्, ट्याक्क रमाइलो छ। यो यस्तो पऱ्यो भने ला झ्याउला चाहिँ मलाई यस्तो जामभरि टडकले हात ठेल्यो भने यस्तो हुन्छ। जाम हुन थालिसक्यो यहाँ। कसो गर्ने हो है गाइज। मौसम चाहिँ क्लियरै छ आजको होइन। ठ्याक्क लाएर कुरो हो नि त कुरो हो। कस्तो ठिस हानेको नि टडकले। यताबाट नि आइरहन् कि फेरि नभए त्यहीँ हान्नु हुन्छ नि त। यताले अलि झ्याउ नै हाट्दैन कि। ठ्याक्क लाएर चाहिँ अब यहाँ होइन बाटोमा एक्लै गाइज क्यार्ने जोडी छैनन्। एक्लै हिँड्नु भयो नि हुन्छ। केटाहरू नि कता कता हुन्छन् आफ्नै धुनतिर। सबै अहिले त के छ भने सबै आफ्नै धुनमा हिँड्दा हुन्छन् होइन। त्यो र एक्लै यसो अब एक्लो मेरो त साथीहरूकै बाइक हो। यसलाई तेल हालिदिनु पऱ्यो, टाइममा सर्भिसिङ गरिदिनु पऱ्यो, अनि वल्ल
त्यति भएर त्योसित नि जहाँ गए पनि पाइयो नि त, एक्लै भयो नि फरक पर्दैन। अब हिँड्दै डुइँ लाएर हिँड्दै गयो, जानु परेको खण्डमा त लास्टै झ्याउ हुन्छ। फेरि म कस्तो मान्छे भने गाडी चढ्नै हुन्न, गाडी लागिहाल्छ। त्यही भएर नजिकको यात्रा चाहिँ मैले अब बाइकमा गर्छु। अब टाढै जानु परेको खण्डमा चाहिँ मैले उस गर्छु, केही विधि हुन्छ नि त, जे कुराको पनि विधि हुन्छ नि त, विधिअनुसारले अरू गऱ्यो भने त भइहाल्छ नि त। अब के गर्दा चाहिँ गाडी लाग्दैन, टाउको दुख्दैन भन्ने कुरो हुन्छ नि त। अहिले अब टाढा गइआएन अहिले, नजिक त अब बाइकै छँदैछ, घोडा भने जे भने नि यही छ। अब यही भएको कारणले गर्दा चाहिँ यताउता डुल्न पाइएको छ, रमाइलो भएको छ। नत्र गाडी कुरेर बस्नु पर्दा नि यस्तो हुन्छ नि त। तर खर्च चाहिँ बहुत निकालिदिन्छ यसले। यो मलाई सेकेन्ड ह्यान्ड लिन त हुँदैन रहेछ होइन, सेकेन्ड ह्यान्ड लिइहाल्यो, पुरै के बिग्रिन्छ यसैलाई सिँगार पटार गर्दा कङ्गाल भइसक्यो। तर क्यान चलाउनु त मजा आउँछ, उहाँ पारेर बटार्न चाहिँ सर्भिसिङ गरेर खर्च देख्दा नि तर्सिनुपर्छ। अब के हुन्छ भने अब सर्भिसिङ गर्ने बेला खर्च डेन्जर आउँछ नि त, खर्च डेन्जर आउने भएर अनि अब त मैले जोगाएर चलाउँछु, एकदम केयरफुल भएर चलाउँछु भन्ने हुन्छ होइन। अनि उहाँ त बाइकमा बसेर चढ्न थालेपछि त यस्तो फेरि बनाउँला नि के नै छ र भन्ने जस्तो हुँदो रहेछ कि त्यतिखेर चाहिँ खर्च देख्दा चाहिँ अब म चलाउन भन्ने हुन्छ होइन। अनि जब चलाउनु चढ्न थाल्यो नि बनाउँला नि के नै छ र अनि आफ्नो हुँदो रहेछ कि। त्यही भएर गाइज हेर्ने यस्तै छ, यसैलाई सिँगार पटार, यसैलाई कमाउनु त मैले नकमाउने होइन, कमाउँथेँ, कमाएको पैसा सबै यसैले खान्छ क्यार्नी। यस्तो गाह्रो छ नि गाइज, गाह्रो घुम्न यताउता जानु मन लाग्छ, तेल हाल्नै पऱ्यो। यताउता तेल त मैले एकचोटि हालेछु नि तुरु हाल्ने छैन, अनि एकचोटि हालेँ भने 1000कै हाल्थेँ मैले, रिजर्भमा जानु लाग्यो अनि 1000कै तेल हालेर अनि ठ्याक्क मलाई चाहिँ खासै हिँड्दिनँ नि त मलाई पुग्छ, एकचोटि हाल्यो भने 1000 दिनलाई चाहिँ ढुक्क पुग्छ 1000को तेलले। त्यस्तै हो नि त गाइज होइन। अब चाहिँ ठ्याक्क पृथ्वी चोकमा जाम चाहिँ खत्रै हो क्या हुने, जामले सताउँछ। अरू त यस्तै छ गाइज। अब ठ्याक्क हो नि त कुरोकानी हिँड्दाखेरि सबैजनाले चाहिँ हेर्नु होला, लाइक गर्नु होला, सब्सक्राइब गर्नु होला, अगाडि बढ्नुपर्ने हुन्छ। हजुरहरूको साथ सपोर्ट भयो भने चाहिँ अगाडि बढ्न सकिन्छ। यस्तै क्रममा चाहिँ मैले हप्ताको 2चोटि भिडियो हाल्ने क्रममा चाहिँ मैले एउटा बुधबार हाल्छु भने एउटा शनिबारतिर हाल्छु भिडियो चाहिँ। त्यस कारणले गर्दा चाहिँ हप्ता 2टा चाहिँ आउँछन्। अब रिल्स नि कहिले के हुन्छ अब अस्ति हालेको मैले हिजो हालेन, अब आज हाल्नु पर्ने, एक दिन पुरा जस सकेसम्म एक दिन पुरै आउँछ। अब ठ्याक्क लाएर भने चाहिँ अलिकति जाम भयो, यो त नर्मल हो कि पहिलाको भिडियोमा हेर्नु हो कि भन गाइज होइन, खत्रै जाम थियो। यो त जाम होइन, यसलाई जाम भन्दैन। यदि त हामीले कुर्न नि पर्छ नि त ट्राफिकको उयसमा। अस्तिको पहिला हालेको भिडियोमा त यहीँ कस्तो जाम पऱ्यो जो भएछ। तर आज चाहिँ जे होस् जाम छैन रहेछ, ठिक छ। जाम कति जाम हुन्छ नि, जाम सरै जानु त पाइएन भयो नि, रोकिनु त पऱ्यो, अब रोकिनु पऱ्यो नि के छ र भन्ने कुरो हो नि त। ठ्याट्ट लाएर पृथ्वी चोक त तल जान्छु अमरसिंह। अब हिँड्ने यस्तो हिँड्ने आज के छ अरे भन्थ्यो कि आज त्यो उम्मेदवारहरूको दिन यही के हो भन्थ्यो के अरे, त्यही भएर नि यसो आएको क्या, केही माहौलै देख्दिनँ मैले त्यसको त। ऊ त्यहाँ अलिअलि झन्डा होस् अरे म त त्यस्तै छ गाइज। यहाँबाट तल चाहिँ अलिकति के छ भने बाटो अलिकति साङ्ग्रै छ नि त, अगाडि जाम जस्तै छ नि त पृथ्वी चोक र तल। अलिकति तल गएपछि चाहिँ फेरि सर्रै हुन्छ फेरि बाटो। यहाँ चाहिँ अलिकति हल्का जामै हुन्छ नि त, यो अब बस पार्क भयो सबै उसो यताउता हेनतेन यसो उसो होइन। त्यस कारणले गर्दा यहाँ चाहिँ अलिकति जाम जस्तै हल्का उस जस्तै छ नि त। जस
सर हिँड्न पाइयो होइन। यस्तो झ्याउलाउँछ यस्तो जाममा भयो भने, अनि गइरहेको बेला अनि जाम भयो भने त लास्ट बोरिङ हुन्छ क्या। तर यहाँ यस्तो जाम त छैन, भयो भने सर लानै नपाइने क्या। त्यस कारणले हो गाइज, यस्तै छ आजको माहौल चाहिँ। माहौल आज यस्तै जस्तो छ क्या, आज खासै उस छैन। जिन्दगी घन्टे घन्टे भिरान्डे अरे क्या गाइज। जिन्दगी भनेको घन्टे घन्टे भिरान्डे हो क्या, के छ जिन्दगी, केही छैन। सर रमाइलो गर्नुपर्छ जिन्दगी, यहाँ यस्तै छ। पारा पारा हो क्या मेरो, पारा ठ्याक्क लारे पुलबाट गएपछि अलिकति होलो हुन्छ क्या, होलो भनेको खुल्ला सो गर्ने हो, ससो गर्ने हो। भ्युजै आएन क्या गाइज। अब हजुरहरूले हेर्नु पऱ्यो होइन, ठ्याक्क हेरेर प्रतिक्रिया दिनु पऱ्यो भन्ने कुरोमा हो क्या। सब्सक्राइब चाहिँ ज्यादाभन्दा ज्यादा गर्नु पऱ्यो होइन गाइज। ठ्याक्क लाएर बेनीकुमारी बेनीको बस आयो, जाउँ हिँड पोखरा पोखरा। ठ्याक्क ओट्रा घानेर टडकहरूलाई चाहिँ फेरि यताबाट फेरि रहन्छ बाटो। यहाँ फेरि यता उसो गर्नुपर्ने रहेछ अरे, उजो रमाइलो हुन्छ क्या गरी हेर्दा यस्तो। बाटो बन्दै छ नि त अहिले त, जताततै बाटो बन्दैछ। त्यही भएर जाम हुनुको मुख्य कारण चाहिँ यो बाटोले गर्दा हो नि त। बाटो नि अब बनाउनै पर्ने हुन्छ नि त। अहिले त बाटो सल्लै छ नि त, यहाँबाट तल सबैमा यो पृथ्वी राजमार्ग त तालचोकदेखि नै सल्लक्कै अहिले त कहीँ बनाउनुलाई जाम हुन्छ, नत्र त सल्लै छ क्या बाटो। रमाइलो हुन्छ नि बाटो सल्लै भएपछि त। सर होइन आफ्नै मन्दगति यहाँ ठ्यास्सको मारी भयो। यहाँ फेरि यस्ता ठुल्ठुला टडकले छेकिदिन्छन्, यस्तो ढ्याम्पे बस पुरै बाटै ओर्छ अरे, के गर्ने खोइ। म चाहिँ अब कतातिर लाग्ने खोइ, हत्तु पत्तै छैन। कहाँ निस्केको पनि के कामको लागि निस्केको त हुँदैन आज होइन। यत्तिकै निस्केको झ्यालाएर होइन, यत्तिकै निस्केर फेरि कहाँ पुग्ने अब मर्सिङ छ भने अब के अरे त्यहाँ तल त जाँदिनँ म, यता रिटर्न हुन्छु सायद। त्यहाँ घुमेर कता कता पुगिन्छ भने, कता हो गन्तव्य केही छैन, टुङ्गो टाङ्गो। आज त यत्तिकै हुने भयो कि भएको चाहिँ, कहीँको यात्रा नि छैन केही नि छैन। त्यही भएर यस्तो झ्याउ भयो क्या। योजना हुन्छ नि त, योजना हुन्छ होइन। यो आउनुभन्दा पहिला म यो काममा जान्छु, म यस्तो ठाउँमा जान्छु, म यो कामको लागि म निस्केको हुँ भन्ने आयामै छैन क्या। उसै केही छँदै छैन त, त्यत्तिकै हावा निस्केको क्या म आज। के हो हावा भएर निस्केको म आज होइन, केही कामै छैन त्यत्तिकै आएको म। के हो यार म यार मान्छे यार यस्तो यार। आराम केही काम छैन त, त्यही उम्मेदवार उठाउनु के भन्ने भन्थे होइन। त्यो भएर आएको, त्यसको लागि मैले पत्तै पाएन, कहाँ देखेकै छैन। अब यहाँबाट म भित्र छिर्छु, अमरसिंह आइयो ठ्याक्क होइन, यहाँबाट भित्र छिर्छु अनि भित्र छिरेर हेर्छु कहाँ हो, त्यहीतिर हुनुपर्ने भयो त। यहाँ चाहिँ अलिक मौसम लागेको छ होइन, मौसम लागेको कारणले गर्दा चाहिँ यहाँ अलिकति ठ्याक्क छ। म चाहिँ यता पौडानतिर निस्केँ, कहाँबाट छिरेर कता निस्किने फेरि म, त्यही बाटो निस्किने कि घुमेर अत्तो पत्तै छैन। म के कामको लागि हिँडेको, किन हिँडेको भन्ने योजनाविहीन मान्छे भएँ क्या आज। पछि त यो कन्टेन्ट हुन्छ नि त, यो गर्ने भनेर यस ठाउँमा जाँदैछु गाइज भन्ने हुन्छ नि त। आज त हावा तालमा हिँडेको म त, कता कता पुगिन्छ बा। यस्तै छ गाइज होइन। ठ्याक्क यहाँ चाहिँ अलिकति मेला भयो नि, कस्तो उस छैन कि, त्यस्तो भिड त्यस्तो केही छैन। त्यहाँ के गइरहने भन्ने कुरो र म चाहिँ यता आएँ कि यो चौरतिर हुनुपर्ने, यतातिर हुनुपर्ने, केही छैन यी फेरि माहौल आजको। एउटाले फेरि यो के हो भन्दै थियो, सानो काम गर्नु पऱ्यो भन्दै थियो। त्यो काम चाहिँ त्यो गरेर नि निस्किदिएको म होइन।
अब म फर्किएँ अब म यो बाटो अर्को बाटो फर्किएँ अब होइन ठ्याक्क अब म त अहिलेकै हाइवेमा पुग्छु क्या अत्तो पत्तै छैन नि त म अब कहाँ जान्छु भन्ने अब यहाँबाट छिर्छु होला म अब लम्मै छिरिदिएँ कि म केही उसै नगरी छिरिदिएँ कि यहाँबाट म त माथि गएर नि क्यार्ने होइन त्यसै छिरिदिएँ यहाँबाट अब स्वाट्ठै जान्छु सिधै जानु पऱ्यो अब निस्किएँ क्या म फेरि त्यही हाइवेमा निस्किने हो कि यो बाटो चाहिँ नछोडिहाल्ने नि त त्यही हाइवेमा निस्किन्छ ट्याक्कै 14 टल्ल गएपछि त फेरि त्यही ऐगाठै बुद्ध चोक पुगिन्छ फेरि घुम्ने मात्रै छु म फलक्कै घुमेँ म त ए अब मै आफै त्यही छक भएको छु क्या त्यसै हिँडेको कि म कहाँ हिँडेको भन्ने पत्तै पाएको छैन मैले यताउता उस गरेको अनि यहाँ त्यत्तिकै हिँडेको यार आमामा कहिले काहीँ त के हुँदो रहेछ त्यत्तिकै हिँडेन क्या त्यस कारणले यस्तै छ गाइस म चाहिँ अब यति बाटो निक्लिन्छु एकतिर त निक्लिन्छु म यहाँ त बाटो त धेरै छैन यहाँ जता निक्लियो नि बुद्ध चोकतिर निक्लिन्छु होला सायद म थाहै छैन कहीँ सोच बनाएर हिँडेको पो यता हिँड्ने भन्ने हुन्छ आज त केही सोचै बनाएन के हो के भयो आज त त्यत्तिकै हावा तल निस्केर यार कामकाज छैन बेलुका त भएर नि हो कि सौको त यहाँबाट त फेरि तल हो कि झर्ने यता कता हाइवे निक्ल्यो फेरि यहाँबाट तल गइसकेपछि चाहिँ हिँड्ने होइन ठ्याक्क लाएर चाहिँ अब म यहाँ तल जान्छु अब तल गइसकेपछि चाहिँ कहाँ होइन फेरि अर्कै ठाउँमा पुग्छु क्या म बिस्तारो बुद्ध चोक आइसकेँ म आजको काम चाहिँ डुल्छ फलक्क डुल्ने तेल खर्च गर्ने डुल्ने त्यसै त हुँदैन नि त भाइको त्यो हाल्ने इन्कम नि छैन अहिले फेरि पैसा अहिले एकदम गाह्रो भएको छ होइन कामकाज भएको छैन यस्तो जाम भयो फेरि यस्तो बाटो काट्ने ठाउँमा झ्यालाउँछ मलाई फेरि यस्तो भयो भने चाहिँ फेरि फट्टै जानु पाए पो मजा आउँछ त पुरेर बस्नु पनि फेरि यस्तो लम्मै लगाएर हालिदिएँ फेरि हाँस्छ ठोकिएर फेरि आफैलाई यो गाह्रो हुने त्यस कारणले गर्दा चाहिँ ठ्याक्क लाएर म भाडा निस्केँ यत्रो टाइममा अझ मैले काट्न सकेन यार बाटो यार बाइक चलाएको 1 वर्ष लगाइसक्यो एक्सपर्टै भएन बाइकमा खै के हो फेरि अब ऐकै बाटोमा आएर चाहिँ ठ्याक्क लाएर होइन फर्किएँ म चाहिँ अब सट्ट त्यही हो कुरो त अब जता आए उस्तै कता भने जस्तो जता आएको त्यतै फर्किनु भयो म चाहिँ रुमतिरै फर्किएँ होला सायद अब कहीँ बसिनँ झ्याउला मलाई यार यस्तो त्यत्तिकै काम नपाएर आएर फेरि बाटो त सर हो क्या लु फेरि म आएँ सट्ट पृथ्वी चोक अब यहाँबाट त्यही हो बाटो सिर्जना चोक हुँदै म चाहिँ फेरि भिरौटा हुँदै छुरेपाटन हुँदै अनि कोदी गाउँतिर छु क्या अहिले म कोदी गाउँतिर बस्छु अहिले कोदी गाउँतिर बाटो तताउनु बाहेक अरू उपाय छैन
बाटो त यस्तो जाम पऱ्यो त फर्किँदा आज पृथ्वी जयन्ती हो र पृथ्वी जयन्ती जस्तो छ आज चाहिँ पृथ्वी जयन्ती जस्तो छ त्यो जाम छ बाटो ठ्याक्क लाएर छिर जान्छ गाउँलाई चाहिँ जाम लास्टै जाम 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 जता हेऱ्यो त्यतै जाम जता हेऱ्यो त्यतै जाम 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 होइन जाम जाम गुर्जी होइन त्यो बाटो जाम के बाटो जाम ठ्याक्क लाएर चाहिँ म अब ठ्याक्क लेफ्टतिर मोडिन्छु होइन फेरि यहीँबाट सिधै गयो त लिएको कता कता पुगिन्छ फेरि मैले योजना बनाइसकेँ म गएँ नि त म गइसकेपछि अनि फेरि फर्किने बेला के भयो भने मैले एकदम माइन्ड क्रिएट गरेर अब चाहिँ लापरवाही नहुन्न ठ्याक्क गन्तव्यतिर आफ्नो एरियातिर क्षेत्रतिर लाग्नुपर्छ भनेर म चाहिँ ट्याक्क सिर्जना टक्क तल लागेँ गाइजी कलाएर कुरो हुन् त कुरो गाइज फाइनल्ली गाइज म चाहिँ यता आउँदैछु होइन कसो हुन्छ हजुरहरूले प्रतिक्रिया दिनु होला म चाहिँ यहाँ यता बिरौटातिर आउँदै हो होइन यो यताको बाटोकै सिर्जना चोक निक्लिन्छ अनि सिर्जना चोक निक्लिएपछि नि वल्लो ठ्याक्क हुन्छ कि त्यस कारणले अन्त छिटो टोटो त्यही हो क्या बाटो अलि खाली खाली छ तर मन त कति नै छ मेरो ठ्याक्क हो नि त टुटो टुटो ठ्याक्क 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 यत्रो हो क्या या त्यहाँ यताउता यसो उसो होइन ठ्याक्क लाएर कुरो हो नि त कुरो बाटो खालि सिर्जना चोकतिर पुगेपछि बाटो अलि जाम हुन्छ सो 100 हो अझै यसो घुमघाम गर्छु हो
फाल्यो गाइज। म चाहिँ अब ठ्याक्क लाएर यहाँ त आउँदैछु होइन। यस टाइम बैङ्चोक चाहिँ अनलाइन होइन त यहाँ बैङ्चोक कटिसकेछु। कटिसकेर यहाँ तल आइसकेछ, बिरौटा आउनु आइसकेछ। यो बाटो होइन ठ्याक्क के हुन्छ भने पहिला यहाँ खालि खुल्ला हुन्थ्यो, यहाँ 80 नि हान्थेँ मैले स्पिडको होइन। अहिले त खोइ यस्तो जाम जस्तो भयो। पहिला कस्तो खुल्ला हुन्थ्यो, अहिले यस्तो उस भयो। पहिला त रनत्त रन्काइन्थ्यो यहाँ त, फेरि पासी त फेरि नक्क रन्काइहाल्यो नि त। त्यो भएर यहाँ पहिला खत्रै कुदाइन्थ्यो। अहिले चाहिँ अलिकति टाइट टाइट रहेछ ठाउँ चाहिँ, ढ्याक्क लाएर हुन्थ्यो गाइज। म गन्तव्यतिर लागेको छु, रुमतिर। रुमको भिडियो त आएकै छ होइन। अब होइन त कुरो कहाँनिर हो रमाइलो छ गाइज। यस ल्याम्मै काट्छन् खै बाटो गरिसा देखेन। कुरो ठ्याक्कै आयो बिरौटा आयो यहाँ ठ्याक्क लाएर चाहिँ यता लाग्यो छोरेबाटनतिर होइन। यो छोरेबाटन हो। मैले आज केही लाने भनेको थिएँ नि त कुरो, यहाँ रोक्नु पऱ्यो। यति कता हुन्छ टोयटा ल्याउनु पर्ने गरी कि अब पसलतिर गएर यहाँ रोक्नु पऱ्यो ठ्याक्क लाएर होइन। ट्याक्क रोकेपछि पसलमा गएर चाहिँ के हुन्छ हेरौँ अब के ल्याउने भन्ने कुरोमा हुन्छ के अरे। ठ्याक्कमा चाहिँ अहिले लिएर ट्याक्क हेर्दैछु कि कहाँ छ पसल भन्दै होइन। चक्लेट हो नि त, चक्लेटको त बिग फ्यान हो नि त म। चक्लेट जस्तै केही ल्याउँ भन्ने कुरोले चाहिँ हिँडेको छु होइन, हेर्दै हिँडेको छु यताउता ठ्याक्क लाएर होइन। अलि ठ्याक्कै त्यहीँ रोक्नुपर्ने कि म त माथि नै छ होला अनि हिसाबले चाहिँ केही उसै गरिनँ के अरे। उतैतिर ल्याउनु पर्ने तर पृथ्वी चोकतिर ल्याउनु पर्ने मिलाएर ठ्याक्क होइन। के हो मलाई ठ्याक्क हुन्छ नि त यहाँ
हरियाणा चाक खोजेर त हुनु नि त त्यही भएर अनि यता डुलेको छु के म अस्ति नि यस्तै भएको थियो कि मेरो के भएको थियो भने खाजा खानेको ठाउँमा चाहिँ म तलै माथि गएर खाउँला भन्ने भएर आएँ खाँदै खाएन त्यस कारणले गर्दा चाहिँ यहाँ यस्तो अब यहाँ पसलमा छिर्न पऱ्यो नि त अब के छ कसो छ दालमोट र चिउरा लाने कुरो हो दालमोट चाहिँ एकदम खाइरहने बानी थियो नि त मेरो ठ्याक्कै बिगमाटमा छिरेर मैले अब के लान्छु त खै अब मैले अब के सुर चल्यो भने चाहिँ अब जे नि उठाइदिन्छु मैले फेरि पैसा गोस् नहोस् गोजीले फेरि यस्तो बनाएर अनि यस्तो कलर म जहाँ हेरेको छु दालमोट तर कसै ठिक लागेन नि यहाँको दालमोटहरू अलिक टक्क पिरोवाला भयो पो खाने त होइन पुरै अब पुरै नन पिरो त के खाने भनेर यसो हेरेको खै चित्तै परेन त्यहाँ निस्किएमा हो मैले सोच के आएँ नि अब बिस्कुट लिएर जान्छु एक प्याकेट भन्ने सोच आएर बिस्कुट त्यहाँ ट्याक्क निकालेर लगाएँ बिस्कुट निकालेर लगाएँ म आखिरी गएर दुईवटा प्याकेट बिस्कुट ल्याएँ मैले ट्याक्क 225 पर्ने रहेछ ए नानीहरू एक्लै हिँडेछन् क्याल्ने डिस्काउन्ट नमिल्ने फेरि चप्पल खाइयो भने झ्याउ हुन्छ एकचोटि मलाई यस्तो उस भयो नि त होलीको दिन त्यस कारणले कसैलाई डिस्काउन्ट चाहिँ म हटाउँदैन है सबैलाई सम्मान स्वरूप गर्छु नि त मैले त त्यस्तो अब जबरजस्ती भन्ने कुरो हुन्न क्या त्यो भने त्यही हो म लागेँ अब गन्तव्यतिर कोठातिर रुमतिर अब चाहिँ ठ्याक्क उकालो छ बाटो ड्याङ्गै उकालो छ अब त ठ्याक्क लाएर होइन अब हिँड्नुपर्छ एउटा बिस्कुट लिएर हिँडेँ मैले आखिरी गएर त्यो टाइगर र 2 किसिमको टाइगर बिस्कुट लिएर आएँ आखिरी गएर केही मिल्यो होला मलाई ल्याउने हेरेको दालमोट ल्याउनु लाग्यो ल्याउ होला नि त्यहाँ टाइम धेरै पर्ने हो क्या आएन फेरि यस्तो गाडीहरू आउँछ नि यो पुङ्जीको जाने बाटो पनि त्यही हो त्यही भएर कोदी भन्ने गाउँमा हो मेरो म चाहिँ यस्तै गाडीहरू आएर बिजोग हुन्छ क्या फेरि एउटा बाले लिफ्ट दियो भने रोक्नु पऱ्यो नि त होइन यस्तो बुढाबाले लौटेर लिफ्ट त दिनै पऱ्यो भनेर मैले यहाँ रोक्छु अब यहाँ कतै नै रोकेँ ठ्याक्क बाजेलाई अब सहयोग गरौँ न भन्ने हिसाबले चाहिँ अब बाजे हिँड्दैछ नि त यस्तो भोगाइ मैले पहिला पनि भोगेको छु कि मैले साधन नहुँदा चाहिँ अब लिफ्ट मागेर चाहिँ कति ठाउँमा लिफ्ट मागेर गयो ठ्याक्क बाजे आयो बाजेले चाहिँ ओहो सिट चाहिँ हल्को रहेछ नि त अब म त भर्खरै थेरापी गरेर आएको उपचार गरेर आएको म त सक्दिनँ होला त्यो अगाडिका जान्छन् क्या चाहिँ भनेर मैले अगाडि जान्छन् होला भनेर तिमीले भन्ने बाजे चाहिँ अघि गर्न नमिल्दैछ हल्को भन्नुभयो बाजेले बाइक के गर्ने यस्तै छ उकालो छ बाटो गाडी आएकै गर्छन् अहिले त दिउँसोमा त खासै आउनु नि त राति अन्त यस्तो आउँछन् कि घटना त गाडी के भने यतातिर पुङ्जीकोट प्रसिद्ध ठाउँ शान्ति स्तूप प्रसिद्ध ठाउँ होइन यस्तो ठाउँ भएको कारणले चाहिँ यहाँ गाडी चाहिँ एकदम आइरहेको हुन्छन् होइन भाइ चल्दैछ बाटो चाहिँ अलि उकालो छ उकालो अलि झ्याप्प आउँदैन अहिले त दिउँसोतिर फर्कियो नि त अब अलिकति बेलुकी साँझ पख हुनुपर्छ हिँडेर लस्कर लाएर खतरै झ्याउ हुन्छ कि अरूभन्दा पनि त्यो मजा राँदै झ्याउ हुन्छ कि आकाइ गर्छन् त्यही गरेर यस्तै छ गाइज के गर्ने भन्ने कुरोले हो सर बाटो चाहिँ सरै छ जे होस् अब मेरो गन्तव्य आउनु लाग्यो यो चाहिँ जग्गा चाहिँ कोदी गाउँ भन्ने रहेछ नि कोदी गाउँतिर बसेको छु अहिले यतिकै अब यसो गाउँ राम्रो रहेछ त्यो भएर यहाँ यतै बसेको अहिले सट्ट हो नि त अहिले त खुल्ला छ बाटो अहिले धेरै खुल्ला हो नि बेलुका बिहान आउनुपर्छ निखाँदै हुनु त बेलुकी पाखा त आएको आइहाल्छ एकदिन जस्तो भएर हिजो गाउँले अब यस्तै छ गाइज अब के गर्ने अब नयाँ ब्लग बनाउँदैछु अब अहिले रिप्स हुन्छ र हजुरहरूले साथ सपोर्ट चाहिँ दिनु पऱ्यो होइन गाइज साथ सपोर्ट भयो भने अगाडि बढ्नु सजिलो हुन्छ नि त त्यस कारणले गर्दा हो अरू त केही थिएन साथ सपोर्ट
चाहिँ चाहियो होइन सुरुमा सब्सक्राइब गर्नु पऱ्यो सबैजनाले होइन सब्सक्राइब गरिसकेपछि त्यही हो गाइस अब यहाँलाई यता चाहिँ कलाएर अफरोड छ है थुप्रै अफरोडले उठेको बाटो यहाँ त्यही हो त्यसैले यति चाहिँ यस्तो गाह्रो हुन्छ क्या गाह्रो हुँदैन बानी परिसक्यो होइन बाइकलाई यहाँनिर मार पर्ने त्यो बाटो ठिकै छ गाइस अब यस्तै छ होइन अब आजको भ्लग चाहिँ अन्तिम लागेको छ होइन अब यहाँ ट्र्याक्टर लाएर गन्तव्य पुगिसक्यो गन्तव्य पुरै ज्यानै हजुर ज्यादा सिकारले नै बोल्दाउनु एउटा यहाँ बस्नु पहिला भाइ त्यो भाइले चाहिँ बाइक पल्टाइदिएछ सिकेर मतलब बाइक अनि सिकेर अनि कहाँ यस्तो बाटो होइन दुईजना हालेको उसले ठ्याक्कै त्यहाँ माथि बस्ने म चाहिँ यहीसँग भिडियो चाहिँ आजलाई यति नै हुन्छ हाइट ट्रकको बाइक रेन्ट आउँछ यता माथि छ यहाँ तालो खसेर हो कि दिमाग खराब गर्ने अन्त सक्छ दिन्छ नि त यहाँ ठ्याक्कै यो ह्याक्क लाएर हुन्छ होइन यता चाहिँ एउटा बाइक चाहिँ गाडीको अब आजलाई यति नै हो गाइस साथ सपोर्ट चाहिँ दिनै पऱ्यो होइन गाइस आजलाई चाहिँ यति नै फेरि पछि आजको भिडियो चाहिँ यही अन्त्य गर्छु सबैलाई शुभकामना छ सबैले राम्रोसँग बस्नु होला पिउनु होला सबैलाई चाहिँ भलो होस् सबैको भलो चाहने मान्छे म यस्तै थियो लग